फाइनली साथीहरु हाम्रो चाहिँ आइसकेको छ देख्न सक्नुहुन्छ हैन एकदमै स्पाइसी वाला चाउचाउ पुरा नुन खोर्सानी आज हामीले खानेवाला छौं स्पाइसी करेन्ट नुडल्स त्यही पनि पानी चाहिँ खानेवाला छैन अनि मोमोस र मोमोसको चटनी आज चाहिँ मार्ने भयो पिरोले या वाउ नखाँदै पिरो पिरो फिल भइरहेछ खाएपछि त मार्छ यसले टक्क चटनीलाई साइडमा राखौँ अहिले मोमो खाँदा चाहिँ चाहिन्छ चटनी वाउ अब यसलाई सबलाई घोलौँ है के भन्छ मिसाम के घोलौँ भन्दा हो या मुखमा पानी आयो होला न या या वाउ वाउ लास्ट पानी हेरेर चाहिँ मुखमा एकछिन राम्रोसँग घोलेर हाल्नुपर्छ कि फेरि हाम्रो मुखबिन भिडियोमा चाहिँ देख्न सक्नुहुन्छ मोमो हेर्छ अनि हाम्रो चाहिँ यो नुडल्स एकदम स्पाइसी वाला करेन्ट चाउचाउ चाउचाउ भन्छ हामी नेपालीमा इंग्लिशमा चाहिँ नुडल्स भन्ने रहेछन् आइसकेको छ तर चाहिँ यो सिर्फ म चाहिँ 5 मिनेटमा खाने होला छु 5 मिनेट त नै जति मिनेट भए नि हुन्छ बट म चाहिँ पानी खाने होला छैन यो खाँदाखेरि है लेट्स गो स्टार्ट अंडा भइदियो लास्ट मजा आउँथ्यो पिरो अनि चटनी मिठाईको कम्बोमा त कडा हुने रहेछ त चटनी थोरै यतै राखिदिन्छु बार बार तलमाथि गर्न नपरोस् के मोमो यो के रे यो स्पाइसीमा पनि थोरै चटनी हाल्नु थोरै है साइडमा हाल्छु बीचमा हाल्दा मजा आउँदैन फेरि हो कि नै लास्ट पिरो हानेर यहाँ पोल्यो कि हेर अहिले त पिरो आँखाबाट आँसु मात्रै आउनु बाँकी छ यो भिडियोमा 10K लाइक आयो भने मतलब 10K त धेरै हुन्छ 1K लाइक आयो भने म 10 वटा करेन्ट चाउचाउ बनाएर खाने होला छु 10 वटा मोमो र करेन्ट चाउचाउ बेटर खानु कस्तो हुन्छ ए मोमो पनि आयो करेन्ट चाउचाउ पनि वाउ
आमा आइसकेको छ कोही बात छैन बिना वाटर हो मार्छ टोयलेट गर्दा मार्छ wow लास्ट पिरो छ यार जोलो चिप्स खाने वाला छु जोलो चिप्स एक दिन म चाहिँ विश्वको सबभन्दा पिरो चिप्स हो कि त्यो जोलो चिप्स भन्ने फाइनली गाइस हाम्रो चाहिँ च्यालेन्ज खतम भइसकेको छ हेर्नु न आँखा पुरा आसो आसो भइरहेछ अनि के अरे त्यो पानी चाहिँ मैले खाएको छैन ओके आजको लागि यति नै अब चाहिँ हामी भेट्नेवाला छौँ नयाँ ब्लगमा नयाँ दिन एकदमै स्पेसल खतरनाक ब्लग लिएर ओके बाई बाई